ल गाइज फाइनली हाम्रो चाहिँ 5:30 रोपनीमा ब्रोइलर कुखुराको फार्म चाहिँ लगभग तयारी हुन लागिसकेको छ। 8000 सङ्ख्या कुखुरा चाहिँ यसरी बनाएको छ हामी आफ्नै तरिकाले। जस्ता छाउनलाई मात्रै बाँकी छ। अब चाहिँ ल हेर्नु बस्ती पनि एकदम रमाइलो छ। रमाइलो ल हेर्नुहोस्, सरर हाइब्रिड बस्ती कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। ल हेर्नुहोस्, हाम्रो चाहिँ यहाँनिर चाहिँ छेउको 2 फुटको भाटा चाहिँ एकदम यसरी दायाँ बायाँ दुवैपट्टिबाट कसेर भोलि चाहिँ यहाँनिर माटो हाल्ने छौँ। यसो ग्यापमा चाहिँ एकदम सारो माटो, कसिलो माटो चाहिँ हामीले चारैपट्टि यसरी भाटा गाँसेर भोलि चाहिँ काम लगभग त्यो काम बाँकी छ। हेर्नुहोस्, 150 फिट लम्बाइ चौडाइ 26 को कुखुरा फार्म चाहिँ लगभग निर्माण हुन लागिसकेको छ है गाइस। ल हेर्नुहोस्, भोलि फिलिङ गर्ने पालो छ भोलि चाहिँ। र यो दुवैपट्टि भाटाको ग्यापमा चाहिँ माटो हालेर एकदम चाम्रो माटो छ यहाँको चाहिँ, काली माटो। यो भाटाको ट्याक्क बिचमा हालेर चाहिँ त्यसबाट लिप्ने कार्यक्रम छ हाम्रो चाहिँ। यसरी गरेको छौँ कि ल हेर्नुहोस्, यहीँ सबैतिर सर्रै त्यसपछिबाट अर्को फार्म यहाँ एउटा बन्दैछ र अर्को यहाँनिर बन्दैछ। ल हेर्नुहोस् है, टक्क लगाएर स्ट्रेट छ नि त, स्ट्रेट। ल हेर्नुहोस्,